चिकन डायमन्ड या मैले बिर्सेको के ल सँगै खाऊँ ल अब नेपालीमा ठेट नेपालीमा भनौँ कि नभनौँ भन खासमा चाहिँ कुखुराको कन्डो हो होइन कन्डो पुट्ठो जे भन्दाखेरि हुन्छ तर मैले कहिले खाएको छुइनँ क्या नाना होइन अचारसँग होइन पहिला यसको रियल टेस्ट खाऊ न त्यतिकै सरप्राइज भयो शीतल त दामी रहेछ त नाना अबे ओ दिवाली के फुल लोकलको मात्रै कमी भयो गाइस यहाँ लोकल त सक्दैन नि फेरि बिहान थियो नि त नि खा रमाइलो त तर होइन शीतल चाहिँ दामी हुने रहेछ कसरी बनाउनु भएको भन्ने रेसिपी चाहिँ मैले मेरो भ्लगमा गरेको छु कि हजुरहरूलाई यसरी अब टक्क चिरिप्प होइन घरमा कहिले कहिले त्यही मात्र छैन अरू खानु मन लाग्दा पनि यो साइड डिस बनाएर खानु कि कस्तो मिठो पो हुँदो रहेछ हौ कति मन पर्यो नि मिठो नाना हो मिठो लाग्यो मलाई हो सुरुमा चाहिँ कस्तो कस्तो लाग्छ होइन खानालाई तर खाइसकेपछि पछि रियाक्सन चाहिँ अलिकति डिफ्रेन्टै आउँछ अनएक्सपेक्टेड हुँदो रहेछ मैले अब सुरुमा धुनु हुँदै थियो नि ला कसरी खानु होला कहिले खाएको छुइनँ जस्तो भएको अब त म खान्छु फर्स्ट टाइम हजुरकोमा स्मेल आएको छ छैन कसरी भन्नुहुन्छ स्मेल आयो भनेर त्यो भनेको पछाडिको नफालेर हो क्या पछाडिको सानो पार्ट हुन्छ त्यसलाई फाल्नुपर्छ क्या मम्मा बा कुखुराको कन्डो खाएँ मैले अब कतिलाई चाहिँ यस्तो भनेको पस्दैन होला तर अब ठेट नेपाली त्यही हो नि त कस्तो मिठो भएको मजा आयो